सानो सानो कुराले एकदमै चित्त दुखिरहेको छ, मन भारी भइरहेछ। एकदमै काइन्ड छु जस्तो लाग्छ, काइन्डनेस पनि देखाइराख्नु भएको छ, तर आफूलाई चाहिँ त्यो सेल्फ सेटिस्फ्याक्सन भइरहेको छैन, अरूलाई सपोर्ट गरिराख्नु भएको छ। तर उनीहरूले भनेको सानो कुराले पनि मन लामो समयसम्म दुखाइरहेको छ। बिहान उठ्दाखेरि पनि एकदम धेरै लो फिल गरिराख्नु भएको छ। रमाइलो लागिरहेको छैन केही कुरादेखि पनि भने यसको कारण के हुनसक्छ? आज यसको बारेमा हामी छलफल गरौँ। आफू या आफ्नो अस्तित्व नै पर्याप्त नभएको जस्तो लाग्ने, सानो सानो आलोचनाले पनि चित्त दुख्ने, पास्ट एक्सपिरियन्सले गर्दाखेरि पनि यस्तो भइरहेको हुन्छ। यदि तपाईँले चाहिँ आफ्नो विगतमा नकारात्मक अनुभव गर्नुभएको छ, केही आघातहरू भोग्नु भएको छ भने पछि आएर त्यही कुराहरूसँग रिलेट हुन्छ। सानो सानो कुराले मन दुखाइरहन्छ, तपाईँहरूलाई थाहा नै हुँदैन, तर सबकन्सियसली चाहिँ तपाईँलाई गाह्रो बनाइरहेको हुन्छ। अहिले घटिरहेका साना घटनाहरूले पनि पहिलाको अनुभवलाई चाहिँ सम्झाइदिन सक्छ। यसले गर्दा सामान्य कुरा पनि ठुलो हुनसक्छ। अर्को भनेको स्ट्रेस, जुन क्षणिक हुन्छ तर तपाईँलाई चाहिँ सानो सानो कुराले चित्त दुखाइरहेको हुन्छ। यस्तो बेलामा प्रोफेसनली पनि कामहरू राम्रो भइरहेको छैन, अथवा जागिर पाउनु भएको छैन, जबको खोजीमा हुनुहुन्छ भने जस्तो केही पनि भइरहेको हुँदैन, फ्यामिली लाइफ राम्रो चलिरहेको छैन, साथी सर्कलहरूले कुरै बुझिरहेको छैन, रिलेसनसिप पनि त्यस्तै भइरहेछ, मिसअन्डरस्ट्यान्डिङ बढी छ भने अरू राम्रा कुराहरूले चाहिँ यी नराम्रा कुराहरूले चाहिँ छोपिरहेको हुन्छ। त्यो भएको भएर अरूले केही भनिदिइहाल्यो भने पनि तपाईँलाई चित्त दुख्ने, एकदम धेरै लो सेल्फ इस्टिम भएको जस्तो महसुस हुने भइरहेको हुन्छ। अर्को चाहिँ तपाईँको एक्सपेक्टेसन्स मिट नहुँदाखेरि पनि यस्तो भइरहेको हुन्छ। कहिलेकाहीँ आफैसँग, व्यक्तिसँग अथवा परिस्थितिसँग चाहिँ अपेक्षा गरिएको हुन्छ, त्यो अपेक्षा पुरा नहुँदाखेरि सानो सानो कुराले मन दुखिरहेको हुन्छ। यदि तपाईँको भ्यालिडेसन, इमोसनल भ्यालिडेसन चाहिँ एक्सटर्नल फ्याक्टरसँग जोडेको छ भने त्योमा पनि तपाईँ चाहिँ अवेर हुनुपर्छ। किन तपाईँ चाहिँ चित्त दुखिरहेछ त? तपाईँ खुसी हुनुहुन्छ कि हुनुहुँदैन? तपाईँले कसैलाई जस्टिफाई गर्नुभयो कि भएन भन्ने कुरा चाहिँ एक्सटर्नल फ्याक्टरले म्याटर गर्छ भने तपाईँको सानैदेखिको नेचर अलिकति सेन्सिटिभ छ, भल्नरेबल नेचरको हुनुहुन्छ भने चाहिँ तपाईँलाई यस्तो कुराहरूले बढी अफेक्ट गर्न सक्छ। अब यस्तो सानो सानो कुराले तपाईँको दिन नै खराब गरिरहेछ। बिहान उठ्दाखेरि पनि तपाईँलाई रमाइलो लागिरहेको छैन, काम गर्दाखेरि पनि तपाईँ फिजिकली मात्र त्यहाँ हुनुहुन्छ, मेन्टली हुनुहुन्न, तपाईँको माइन्ड घुमिरहेछ, एकदमै धेरै इमोसनल जस्तो लागिरहेछ आफू भने चाहिँ यो कुराहरूबाट तपाईँ टाढा हुनुहुन्छ भने अथवा यी कुराहरूसँग डिल गर्नु छ भने तपाईँले थेरापी ट्राई गर्न सक्नुहुन्छ।